हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई नमस्ते, गुड मर्निङ। आज हामी सुपदेउरेली जान लागेको अनि अरू भिडियो चाहिँ हामी मन्दिरतिर गएर देखाउँछौँ। अनि हामी म अनि बाबु आऊ यता बाबु अनि बुढो भएर हामी सुपदेउरेली जान लागेको। अनि अरू सबै भिडियो हामीले मन्दिरमा गएर देखाउँछौँ है त गाइज। Guys, आज हाम्रो स्टाइलतिर जाँदैछ पल्ट खायो अनि आज स्टाइलतिर सर्ट भिडियो हामी सबै मन्दिरतिर अनि म बाटोतिर नि भिडियो गर्न समय मिल्यो भने बाटोतिर नि भिडियो गर्नेछु है त पल्ट साह्रो पूजा गर्न जाँदाखेरि घरमा पनि पूजा गर्नुपर्छ, घरमा पनि पूजा गरेर जानुपर्छ। त्यही भएर हाम्रो दायित्व चाहिँ घरको पूजा हो आज। त्यही भएर सबैजना भएर हामी पूजा गर्नलाई हिँड्यौँ है त। होला हिजो भने कोचीले कस्तो त्यो जुत्ता उतारेर घरमा पूजा गर्नुपर्छ, त्यही भएर ब्याकग्राउन्ड म्युजिक बजे त्यही कारणले गर्दा मेरो साउन्ड चाहिँ ठुलो गराएको मेरो ब्याकग्राउन्ड म्युजिक बजेको कारणले गर्दा है त। पितृ नाच सबलाई दिनुकै 1000 दिनु सबलाई सबैले सम्झेर एक ठाउँ गरेर हुन्छ त्यो। अगरबत्ती बाल्दै जानु होला। देउराली किन हिँडेको? आज पूजा गर्न हो ल। हामी कहाँ जान्छौँ अरे ठुलो मम्मी? हामी सुपा देउराली। किन? सुपा देउराली भनेको सबभन्दा मान्नेको मन्दिर अनि हामीले उइस माग्यौँ भने हाम्रो पुरा हुन्छ। त्यसै कारणले गर्दा हामी सुपा देउराली जान्छौँ। केही हाम्रो घरमा काम कार्य गर्न पर्यो भने हामीले सुपा देउराली मन्दिरलाई सम्झिन्छौँ अनि हामीले बोका चढाउन लैजान्छौँ अथवा दर्शन मात्रै गर्न पनि जान्छौँ। अब अरू भिडियो चाहिँ हामी सुपा देउराली मन्दिरमा गएर देखाउँछौँ ल है त गाइज। बाई बाई गाइज। सुपा देउराली लगेर पूजा गर्ने बोके चाहियो है। कति खाने यो मासु गाइज? बाफ्रे यत्रो छ। ल घर पूजा गर्दैछन्, पूजा गर्दैछन् है। अब चाहिँ बोका मान्छाउन लाउनुपर्छ है त। घरबाट हिँड्ने बेलामा बोका मान्छाउनुपर्छ कि जसले भक्कल गरेको त्यसैले झोला छ लेखाइन क्या मेरो मात्रै लेख मैले कहाँ राख्नुको त्यही छ भन। छिटो आउने गाडीमा माग्छ भन। गाडी त्यही मन्दिर आएको भन्न ल यति अभिराइन त मान्छ नि अभिराइन किन यहाँ ल अब पानी चोर पानी बोकाले यहाँ दाइलाई
बोकेले उकालोमा लतारेछ हेर्नु त एउटा बोकेलाई पनि सक्नु भएन दाइलाई लिएर हिँड्न कस्तो लाग्यो त हजुरलाई सुकादेर हिँड्नु त एकदम खुसी लागेको छ ल ल सबैलाई हाई भन्नु त हेलो गाइस ए मुडा झगल्नु न यस्तै लौ है त गाईजी नक्सारबाट हामी अब सुपादेउरातर्फ लाग्दैछौँ गीत बज्यो क्या त्यही भएर सुपादेउराली मन्दिर आइपुग्यो है हामी अब भित्र गएर पूजा गरेको देखाउँछु गाइस हेर्नु त कति भिड हो आज शनिबार भएर पनि होला फस्टै भिड छ कति भिड छ भनेर देखाउँछ है त सुपादेउराली लेखेको ठाउँ यहाँ आउँदा अवश्य पनि जानु होला फोटो खिच्न भिडियो बनाउन कति लाइन छ कति बेला पालो पाइन्छ भन्ने थाहै छैन हामीले त पूजा नै गरे छैनौँ अहिले एकछिनपछि पूजा गर्ने अलिक ढल्लो भएपछि भनेर पूजै गरे छैनौँ है त मान्छेहरूको लाइन कति छ कति हामी त पूजा गर्नै पाएको छैनौँ यहाँ आएपछि आफूले आँटेको कुरा पुगेपछि ढक्कल गरेर आँटेको कुरा पुगेपछि यहाँ आएर चढाउने ठाउँ चढाउनै पर्छ त्यही भएर मान्छेहरूको कति भिड छ हेर्नु परसम्म खिच्दै आफू मैले चाहिँ पूजा नै गरेँ होइन अहिले एकछिनमा पूजा गर्ने हो पहिला भिडियो बनाउँछु त्यसपछि अलि होल्लो हुन्छ त्यसपछि पूजा गर्नुपर्छ पूजा गर्ने फ्यामिली आज हामीले पूजा गर्ने बुका यही हो आज यसैको झोल खाएर जाने हो हामी है मन्दिरभित्र कति भिड छ मन्दिरभित्र कति भिड लाउरेटासेको भिड लाउरे गाइज हात भएको ठाउँमा हिँड्न लागेको त बाटो यस्तो डेन्जर रहेछ डेन्जर माइ गड तल हेर्नु त कस्तो छ छागो माइ गड हिँड्न सकिए छैन है बाटो कति अप्ठ्यारो डर लाग्दो यस्तो हेर्नु त यत्रो गोरेटोमा हिँड्यौँ हामी यत्रो सानो बाटो साँगुरो बाटो लोटेपार तल सिधै तल मटर बाटामा हेलो गाइज म सिसा हात भएको ठाउँमा जान्छु भन्ने थिएँ नि अनि म यहाँ आछु र म यहाँ आएर भिडियो बनाउँदैछु ल कति राम्रो छ है त गाइज पिङ पनि अनि ड्रेस लगाएर खेल्न पनि पाउने सुविधा रहेछ अनि सिसा पनि छ हेर्नु कति राम्रो के ग्रिन उस राखेको है हात हेर् हातमा
पनि छ। हाई गरिदिनु त ल ल ल यहाँ बच्चाहरू खेलेछन्। आज शनिबार हो नि, त्यही भएर बच्चाहरू पनि इन्जोय गरिराखेका छन्। ल हाई गरिदिनु। हेलो खै त हेलो भनेको अनमोलले। ल हेलो गाइज, हाम्रो भिडियो हेर्नु होला भन न। हाम्रो भिडियो हेर्नु होला। ल अब म सिसावाला देखाउँछु है त। ल कति राम्रो के है। यहाँ आउँदाखेरि अवश्य यहाँ एकचोटि आउनु होला है। यस्तो राम्रो छ सिसावाला। अनि ड्रेस लाएर खेल्ने। अनि ड्रेस लगाएको सिस्टरले नै हाई गर्नु न, गर्नु न। ल अनि लाउरे टाँसिएको भिर पनि हल्का देखिने रहेछ यहाँबाट। यहाँ सिसा अनि हात भएको ठाउँबाट उहाँ सुपा देउराली मन्दिर, उहाँ हामी हिँड्दै 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 यहाँ आएका छौँ। ल हेर्नु त गाइज, कति राम्रो, कति रमाइलो। ए पिङ पनि छ। ल है त गाइज, बाबु हातमा गइछिन् बस्नलाई। ल बस। ल हाई भन न। ल रमाइलो लाहा, मजा आछ हो। ल आऊ भयो। गाइजहरू अब मजा आयो हो न। ए सिसामा वहाँ फेरि खै म हेर्छु। ल चिप्लेटी खेल्नु भएको छ, मजा आछ हो। ल ठिक छ, रमाइलो। ल हाई गर तिनटैले। ल हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला भन न अनमोल। गरिदिनु होला। साथीहरू गरिदिनुहोस् भन न तिनी साथीहरूलाई। हजुरलाई कस्तो लाग्यो पिङ खेल्दा? एकदम रमाइलो। हामी चाहिँ आज बुढाबुढी शनिबार सुपा देउराली घुमघाम अनि दर्शन संयोग घुमघाम पनि अनि रमाइलो भएको छ हामीलाई आज है त गाइज। अब अरू बाँकी पकाएको भिडियो चाहिँ अहिले हामीले पछि गर्छौँ है त। ल होइन प्र्याङ्क त। ल अब यहाँ के गरे पुलाउ बन्दैछ न दाइ, भन्नु त यहाँ के बनेछ? ए ल ल सबैजनालाई हाई भनिदिनु है, युट्युबमा आउँछ। ल कति रमाइलो छ यहाँ, बाफ्रे। हाई भन्नुहोस्, हाई भन्नुहोस्। ल चाख्ने काम भइरहेछ यहाँ, नुन लागेछ कि लागेको छैन भनेर। ल ल यहाँ भन्नु त के बनाउनु भएको छ? के को मासु हो यो? ए ल यो बोकाको मासु, यो भुट्टा बन्दैछ। ल ल यहाँ अचार बन्दैछ। ल सबैजनाले हाई भनौँ त एकचोटि। ल ओए अन्त हाई गर्नु न। ल सबैजनाले। ल ल ल ल आज हामी सबै दिदीबहिनी नसोचेको 12-13 वर्षमा सम्म भेट भयौँ है हामी। आज 12-13 वर्षमा दिदीबहिनीहरूसँग भेट भयौँ, खुसी छौँ। ल ल अब खान्छौँ। खाएको यसो समय मिल्यो भने भिडियो बनाउँछु, नत्र भने यस्तै हो है त। खाएको बनाउनलाई चाहिँ चार्ज सकिएछ, चार्जर ल्याइएन छ, त्यही भएर बाई बाई गाइस। पछुताउँछौ केले बताउली ए मान्छे खान्दानी ए भन्ने जान्दानी
बिहेरेछि बल्ल पत्याउली मान्छे खन्तानी घर जोडेछि हामी चाहिँ सुब्बा देउरालीबाट 11 बजे आइयो 11 बजे आएर अनि सुत्नु पर्यो भिडियो एडिट गर्न चाहिँ पाइएन अनि भिडियो चाहिँ हाम्रो ढिलो आउने भयो हामी घर बस्यो त्यसपछि यहाँ आउँदा चाहिँ भिडियो ढिलो आउँदा भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला है त माया गरिदिनु होला बाई बाई गाइस जय नेपाल।